माइ न्यू ब्लग। हेलो एभ्रिवान। आज हामी चाहिँ फेरि खोलामा गएर पार्टी हान्ने छौँ ल। हैन म अनि एउटा दाइ अनि एउटा भाइ छ। यता चाहिँ भाइ हामी सबै लिएर एउटा ब्याग लिएर जान्छौँ। हेर्दै गर्नु है गाइस। यो हाम्रो ब्याग चाहिँ हेर्नु यति ठिक भयो भने यसमा हामीले चाउचाउ साउचाउ के लगाएर लगाउँछौँ ल गाइस। हामी खोला जाँदैछौँ आज। यहाँ हाम्रो चाउचाउ छ गाइस। खोला जुटे तल है अहिले आउँछौँ हामी दिनुभयो यो बाख्राको र हामी काली खोलातर्फ अगाडि बढिरहेका छौँ। मैले नि गिर्दिएछु यार। पानी चाहिँ यहाँ धेरै सानो थियो अहिले बढेछ उता नजिक छुने रहेछ। हामी चाहिँ यता जाऊँ भनेको तर पानी रहेछ यहाँ। भाइ पनि आएको त्यही भएर हाम्रो यतै बस्ने हामीले त खाएको हाम्रो भाइ चाहिँ खाएर अनि उता खेलिरह होइन भाइ। माछा पनि मार्न सुरु गरिसक्यो हाम्रो भाइले। उता हाम्रो भाइ आएर फेरि सानो भाइ यता आएको कहर थाहा पायो ल। यहाँ चाहिँ थियो हाम्रो सबै चिज सक्यो। हामीले घिउ पनि ल्याएको थियौँ। अब हामी चाहिँ यहाँबाट 3-4 किलोमिटर चाहिँ साइकलमा जानेछौँ। साइकल ठिक छ भने जाने नभए नजाने। हावासावा हार्नुपर्छ ब्रेक छैन भने चाहिँ उयो हुन्छ एक्सिडेन्ट हुन्छ। त्यही भएर हामी त्यसमा यात्रा नगर्ने। ठिक छ भने जाने नभए नजाने। ए चाउचाउको अब हामी घरतिर जानेछौँ। यता पुलतिर यता फेरि भाइ आइसक्यो सानो देखाउनु हुँदैन त्यसलाई ल। अब हामी घरतिर जान्छौँ ल गाइस। हामी घरतिर हिँड्दैछौँ जाँदामा। आज चाहिँ मिठो खाना खायो के लगाएको थियौँ नास्ता पनि भयो। अहिले हामी भन्छौँ नुहाउनु भयो थियो तर भाइहरू थियो नुहायो भने फेरि डुब्छ गहिरो पनि हुन्छ भनेर हामीले ननुहाएको। हामी अब एकछिन हिँड्यो भने घर आइपुगिहाल्छ ल। मैले चाहिँ अनि अरू मैले के भन्नु खोजेको थिएँ मैले म भन्छु के खाथ्यौँ भनेको 3टा करेन्ट चाउचाउ अनि एउटा अन्डा अनि एउटा होइन 3टा फ्रुटी लगाएको थियौँ। एउटा 80 रुपियाँ खाएर दियो अनि त्यसपछि हामीले त्यो के भन्छ नि त्यो अहिले त्यो छेस्का त्यो पिरो आहा त्यो पनि लगाइदिउँ भाइलाई। बिस्कुट अनि फ्रुटीहरू अनि इन्जोय खाइरहेको। नुहाउनु पर्थ्यो त्यो खाँदै नुहाउनु पर्थ्यो तर भाइहरू उयो डुब्छ भनेर हामीले त्यस्तो नगरेको। त्यो हामी चाहिँ त्यो अघि साइकलको कुरा गरेको थियौँ। साइकलमा फेरि हावा भरेको रहेछन पम्चर भएको रहेछ। फेरि चलायो भने त्यो पछाडिको ट्युब फुट्ने अनि साइकल त्यो ब्रेक लागेन भने फेरि हामीले फेरि खाडीतिर छिर्छौँ। त्यही भएर हामी नगएको त गाइस। अब पछि पनि हामी फेरि त्यो साँच्चीकै हामी बाहिरमा पानीको उयो खान्छौँ अनि त्यति पानी खाना कसले दिन्छ त्यो हेरिदिनु होला है त ल। बाहिरमा च्यानल यसले चाहिँ बड्कीको खान्छ त्यो कसले दिन्छ गाइस। सब्सक्राइबमा चेन्ज गर्नु ओ गाइस। बराबर खानु तर बराबर भयो लगाइज को अगाडि भयो को पछाडि भयो भिडियोमा हेर्नु तपाईँहरू। अनि त्यो फर्स्टमा म भयो कि मेरो भाइ यहाँ नभए यहाँ हाम्रो हामीसँग बस्ने क्यामेराम्यान पनि हुनुहुन्छ उहाँलाई पनि भनिदिनुहुन्छ अहिले। त्यतिखेर भनेर कमेन्टमा सब्सक्राइबमा गएर हाम्रो च्यानल सब्सक्राइब लाइक अनि सेयर कमेन्ट गर्न नभुल्नु होला। यस्तो पनि घरि हामी भिडियो बनाउँदै आउँछौँ। त्यतिखेर हाम्रो भिडियो नै अरू पनि हेर्नु भएको होला। च्यानललाई जय नेपाल संस्कार।